एउटा चकचके स्याल पर्या रहेछ, एउटा कपडा रंगाउन ठिक्क पारेको नीलो रङ राखिराखेको बाटामा स्याल परेर नीलो भएछ। त्यहाँबाट भागो, रङ टकटक्याउँदै भागो, तर भिजेको रङ भएको हुनाले उसको जिउबाट रङ गएन। अनि उसले धाक लाउँदै हिँड्यो, म यो जङ्गलको राजा हो। बाघ भेट्यो, बाघले पनि त्यस्तो नीलो रङको कहिल्यै देखाएको थिएन। ए को हौ तिमी? उसले दम्बसासु, म यो वनको राजा। नीलो रङको कहिले देखाएको छ? मै हो। सुनेको थियो नीलो रङको हुन्छ यो वनको राजा भनेर? मैले त सुनेको छैन। त्यसो भए आज देख्यो भने प्रत्यक्ष दर्शन पायो, भयो, जाऊ, म यो राजा भनेर धाक लाग्यो। गएर बाघ सिंहहरूको कतै हुलमा उनीहरूलाई लगे, उसले राजै हुँ भनेर धाक लगायो। एक दिन के भएछ भने अलिक पर उसकै जातका स्यालहरू कराएछन्। स्यालको एउटा विशेषता के हुँदो रहेछ भने एउटा स्याल कराएको सुनेपछि अर्को स्याल तुरुन्त ठाडो घाँटी लगाइहाल्नु पर्ने, कराइहाल्नु पर्ने। त्यो उसको विशेषता हुँदो रहेछ। अनि अन्त पर स्याल कराएको सुनेपछि उसले पनि ठाडो घाँटी लाएर हु हु गरिहाल्यो। बाघहरूले थाहा पाए, ए यो त स्याल पो रहेछ। अनि एक झप्पु दिए, अलिअलि खाजा खाए त्यसको। यहाँ पनि नील वर्ण श्रृङ्गालहरू बहुतै हाउभाउ गरिराखेका छन् अहिलेसम्म पनि। यिनको मकुण्डो उत्रिएको छ, तर जनताले त्यो रङ छुट्याउनु पर्यो, त्यो रङ हटाउनु पर्यो, रङ हटाएर बुझ्नु पर्यो। तर चिनिराखेका छन्। जति बेर यिनीहरू बोल्छन् चिनिहाल्छ एमाले सिद्ध्याउनै पर्छ भनेर। एमाले सिद्ध्याउनलाई पार्टी पटक पटक फुटाएको आदि हामीले देखेका छौँ। तर पनि हामी मजबुत छौँ, मजबुत छौँ। अहिले पनि देशको मजबुत पार्टी हौँ हामी।